हेलो नमस्ते एभ्रिवान गाइस। सो स्वागत छ आज पनि तपाईँहरूलाई फेरि पनि मेरो मिनी भ्लगमा। सो गाइस अहिले चाहिँ बिहानको 5:30 बजिसकेको छ। मेरो भनेको चाहिँ आज वेडिङको भिडियो सुट फोटोसुट गर्नको लागि कोलपुरदेखि धनगढ जाँदैछौँ। यहाँदेखि धनगढ जाँदैछौँ फोटोसोटो सुट गर्नको लागि। अब म सतिँदैछु ब्याकग्राउन्ड हान्नुमा होइन, के भने यस्तै छ गरिबी हालत। अनि अरू के भन्न चाहन्छु भन्दा चाहिँ सबैले माया सब्सक्राइब गरिदिनु होला, नयाँ जतिले है, लाइक कमेन्ट सेयर सब्सक्राइब हानिदिनु होला। अनि त्यही हो। अब अरू के कस्तो हुन्छ आजको हाम्रो छोटो मिठो भ्लग है, धेरै लामो पनि हुँदैन, मिनी भ्लग टाइपको हो। एउटा चाहिँ अब लङ भिडियो पनि बनाउँला है यसैमा है। दुईवटा भ्लग चाहिँ सँगै बनाएर हाल्छौँ हामी। ल सो गाइस अब रेडी भइसक्यो। अब यस्तो निस्किनु पऱ्यो होइन, यस्तो छ। हामीलाई रेडीमा धेरै टाइम लाग्दैन, बरी 1 मिनट 2 मिनट सरसो निस्किनु पऱ्यो। ल सो गाइस अब चाहिँ निस्किन्छु, बाइक साइक निकालेर रेडी भएर छिटोभन्दा छिटो जान्छ हामीले त है। अब के अगाडि के कस्तो हुन्छ हेर्दै गरौँ, भेट्दै गरौँलाई बाई। सो गाइस हामी चाहिँ अहिले निस्किसक्यौँ। कस्तो छ हाम्रो ठाउँ चाहिँ होइन, बिहान अहिले भलक बनाउने चक्करमा मरिँदै कि नै, भलक पछि बनाऊ अब। सो गाइस मर्निङको भ्यू हेर्दै यस्तो दामी बिहान घाम आएको हेर्दै टक्क भएर जाँदैछौँ। हेर्नुहोस् बिहानको सनसेट यस्तो दामी देखिरहेको छ, येल्लो न येल्लो ओरेन्ज न ओरेन्ज जस्तो टक्क पारेर। यो भनेको मर्निङ 5 बजेको टाइम हो। बेहुलाघर पुगेर टक्क भएर गिम्बल सुट हान्दैछु। यहाँ परिक्रम हुँदैछ घरमा आमा बुवाहरूसँग चाहिँ यताउता गरेर चाहिँ हामी चाहिँ सुट हान्दैछु म चाहिँ। अनि यता सुट हानेर चाहिँ अब निस्किनुपर्छ भन्ने कुरा भएको छ। अब यता हेरिरहेको छौँ, अब टिका टालो गर्ने, अब के गर्नुपर्छ गरेर चाहिँ सब कुरा पुरा गरेर चाहिँ निस्किने कुरा भएको छ। अनि यता चाहिँ हामी दुइटा यसरी बसिरहेको छौँ, उता फोटोसुट म भिडियो सुट गर्ने मान्छे, यता खुट्टा ढो गरेर दाइले चाहिँ अब सब रेडी भएर बेहुला आज अनुहारमा खुसी चमक धमक पारेर अब बिहा गरेको भएर अब टक्क केटी ल्याउनु जानु पर्छ त, त्यसैले चाहिँ अब यहाँ निस्किने कुरा भएको छ। अगाडि हेरौँ, यता गाडीमा बसिरहेको छन्, अब निस्किनु पऱ्यो नि त। त्यसै यता चाहिँ मैले तल गिम्बल राखेर यति छोड्दैछु, अब एउटा भिडियो सुट हान्नु पऱ्यो भनेर चाहिँ। छिटो ढिला गर्नुभयो। ल हामी अब धनगढतिर चलिदिएको ल बुकिङ हान्नु चाहिँ यहाँ कोलपुरबाट। हाम्रो राजा फेरि ह्यान्डसम छ नि, देखिएन कि देखिया छ हौ टक्क पारेर। आमा क्यामराम्यान, ओरिजिनल क्यामराम्यान, थाहा पनि नहुने ओरिजिनल क्यामराम्यान। यता फेरि गाडीमा टक्क भएर बेहुला साहब उता हुन्छ बसिरहनु भएको छ। हाम्रो पनि यस्तो गर्न बिहा गर्ने दिन कहिले होला यारी, यस्तो समातेर बस्नुपर्छ। गाडी सानो भएर ठाउँमा नपाएर हामी चाहिँ यस्तरी बसेर जानु परेको छ। यस्तो छ क्यामराम्यानको हालत हेर्नुहोस्। टक्क यता बाटोसाटो देखाएर हामी चाहिँ अब खजुरा रोडबाट निस्कियौँ। अब धनगढतिरको यात्रा रहेको छ। यता चाहिँ हाम्रो अब अगाडि हेर्दै गरौँ के कस्तो हुन्छ। गानाको रमाइलो लिँदै हामी दुईजना भिडियो बनाउँदै अलिअलि छोटो मिठो भिडियो बनाउँदै बेलामा देखाउँदै। अब रातभरि पनि सुत्दै थिएन भिडियो एडिट गर्न कारणले, निद पनि लागिरहेको थियो। हामी चाहिँ गाडीमा सुतिहाल्छौँ, पछि चाहिँ यता सब अन्ट्याउलाई देखाउँदै यता खलासी ड्राइभर दाइलाई पनि देखाउँदै बाटो देखाउँदै रमाइलो गर्दै निस्किरहेछौँ हामी चाहिँ। अगाडि चाहिँ बेहुला गाडी अगाडि छ, हामी चाहिँ निस्किँदैछौँ अब चाहिँ। अनि यो चोकको नाम चाहिँ के हो गाइस थाहा पाउनु छ भनिदिनु होला। हामी चाहिँ आएर चाहिँ रेस्ट गरिरहेको छौँ, एकछिन नास्ता खाएर जाऊँ भनेर भोक लागेर चाहिँ। समथिङ अल चाहिँ 10-11 बजिसकेको छ होला, 7 बजे हिँडेको मान्छे 11 बजिसक्यो यहाँ पुगेको छौँ अहिले। हामी चाहिँ पानी सानी खाएर नास्ता खाएर चाहिँ निस्किने कुरा हुन्छ। एकछिन चाहिँ आधी घन्टा रेस्ट गरेर चाहिँ। यो ठाउँको नाम चाहिँ के हो भनिदिनु होला थाहा पाउने जतिले चाहिँ। गाडी डेकोरेसन गरेको थिएन, यहाँ चाहिँ हामी गाडी साडी डेकोरेसन गरेर चाहिँ अब निस्किन्छौँ होला एकछिनमा चाहिँ। अब गाडी डेकोरेसन गरेको थियो नि त, अब यहाँदेखि चाहिँ समथिङ 45 देखि 1 घन्टा लाग्छ गरे।
अब त्यही हो अब नजिक पुग्न लागेको बेला गाडी साइड डेकोरेसन गरौँ भनेर चाहिँ यहाँ रोकेको छ नि सब डेकोरेसन गर्नको लागि चाहिँ यताउता हेरेर छन् सजावटको काम गर्दैछन् सबैजना चाहिँ यता चाहिँ सजावट गरेर चाहिँ हामी निस्क्यौँ यो चाहिँ धनगढी प्रवेश भइसक्यो समथिङ 1 घन्टा नै लाग्यो अब यहाँसम्म आउनेसम्म चाहिँ मान्छेहरू पनि बिचमा चढ्नु भयो अरू चाहिँ आफन्तहरू हुनुहुँदैछ त्यसैले 1 घन्टा लाग्यो ढिलो आएको हामी बिस्तारै पछाडि चाहिँ D+J हो खासमा चाहिँ जे चाहिँ अब हावाले उडाइदिइसक्यो अहिले फेरि यसलाई पनि मिलाउँछ हामी पुग्नुभन्दा अगाडि चाहिँ यो चाहिँ अहिलेको क्लिप मात्र यता हाम्रो राजाले हेरिरहेको छन् सब आन्टीहरू सुत्नुभएको छ पनि सुतेर उठेको मान्छेहरू अघि कम थियो अहिले चाहिँ भरिनु भएको छ अहिले चाहिँ हामी धनगढीको पौवा होटलमा पुगिसक्यौँ यहाँ पनि पौवा होटल रहेछ नेपालमा पनि पौवा होटल छ नि त त्यस चाहिँ ऊ D+J पनि भइसक्यो अनि यता पौवा होटलमा पुगेर चाहिँ इन्ट्री भइसकेको छ हाम्रो हामी चाहिँ अब छिटो निस्किनुपर्छ गाडी रोकेर चाहिँ हामी अगाडि सुट हान्नु पऱ्यो नि त डेकोरेसन चाहिँ राम्रो छ यो चाहिँ पौवा होटल हो है धनगढीको पौवा होटल कोही थाहा पाउनुभएको छ थाहा पाउनु चाहिँ भनिदिनु होला यहाँ चाहिँ बेहुली टक्क बसेर फोनमा बिजी हुन्छ साथीहरूलाई बोलाउँदै हुन्छ उहाँहरूको साथीहरू पनि आउँछ एकछिनमा चाहिँ सरप्राइज लिएर तर त्यो भिडियो चाहिँ बनाउनु पाएन किनकि हामी क्यामेरामै बिजी हुन्छ प्रायः मोबाइलभन्दा चाहिँ यता हामी चाहिँ अहिले रेस्ट भएको कारण चाहिँ बेहुला चाहिँ उता मण्डपमा खै के काम परेर चाहिँ मण्डपतिर जानुभएको छ यताउता पूजासुजाको लागि हामी चाहिँ अब यता छौँ टक्क परेर यता होटल पौवा यहाँ होटल पौवामा चाहिँ टक्क रमाइलो गरिदिइरहेछौँ मजाले हेर्नुहोस् अब गाह्रो छ के कस्तो हुन्छ अगाडि हुन्छ उताको चाहिँ अब गोरा धुने कामहरू टिका टालोको काम सकेर चाहिँ यहाँ मण्डपमा बसिसक्नु भएको छ बेहुलाजी चाहिँ अनि टक्क भएर अब बेहुलीको वेटमा हुनुहुन्छ अनि यता चाहिँ अब हाम्रो चाहिँ काम हुँदैछ है अब फोटोसुट भिडियो सुट हुँदैछ यहाँ चाहिँ मैले गिम्बल यसरी अड्डाएर लकसक गरेर चाहिँ त्यो राखिदिन्छु भिडियो सुटको लागि चाहिँ किनकि गिम्बल उठाउन अब 7-8 केजीको हुन्छ क्यामेरा समेत गर्न अलि वेटी हुन्छ एउटा हातले समाउनु पर्छ ज्यान हुन्छ नि त हात दुख्छ भने चाहिँ यतिको अड्डाइदिएको छु मैले अब त्यस्तै त होइन अलिअलि हेर्नु पऱ्यो हामीले पनि आफूलाई पनि हेर्नुपर्छ यता बेहुली आएर चाहिँ यताउता भइसक्यो अब यो चाहिँ लास्टतिरको भिडियो है यो चाहिँ अब बेसकिन लागेको बेलाको भिडियो अब यो के अगरबत्ती बालेर चाहिँ अब सम्पन्न के हुन्छ त्यही भिडियो चाहिँ टक्क भएर सबैजना चाहिँ उहाँलाई चाहिँ ह्याप्पी म्यारिड लाइफ भनिदिनु होला कङ्ग्रेचुलेसन भनिदिनु होला आगामी दिनहरू राम्रो होस् उहाँहरूको चाहिँ मेरो तर्फबाट चाहिँ हामी क्यामेराम्यानहरूको तर्फबाट चाहिँ हामी चाहिँ यसरी क्यामेराले फोटो भिडियो गरेको छौँ उहाँहरू पनि राम्रो हुन्थ्यो मान्छेहरू चाहिँ बुझ्ने हुँदैछ हामी पनि अब यस्तो मेहनत गरेर उहाँहरूको फोटोहरू जतिसक्दो राम्रो नै खिच्न ट्राई गरेको राम्रो नै आएको छ सबैहरू अब उहाँहरूको फोटो पनि कुनै दिनमा आउँछ यो चाहिँ होटल पौवा अनि यहाँ धनगढीतिरको चाहिँ डेकोरेसनहरू खानेको चाहिँ अनि रेस्पोन्सहरू चाहिँ सबै चिज राम्रो थियो यहाँको चाहिँ नराम्रो केही थिएन है सब अन द बेस्ट है यहाँको चाहिँ सबै चिजहरू बेस्ट थियो होटल पौवालाई चाहिँ सबभन्दा धन्यवाद भन्न चाहन्छु हामी चाहिँ सबैजना चाहिँ राम्रो रेस्पेक्ट गरेर चाहिँ बोल्नुभयो खुवाउनुभयो है सो गाइस आजको हाम्रो बुकिङ सक्यो अब हामी धनगढीबाट जाँदैछौँ कोलपुरतिर फेरि बाई बाई धनगढी बाई बाई है आजको चाहिँ सक्यो हाम्रो सब सक्यो काम सब सक्यो अब भोलिको बाँकी छ अनि आजको चाहिँ सक्यो धौ अहिले रातिको चाहिँ 7:30 बजिसक्यो अब घर पुग्ने समय यहाँदेखि चाहिँ 12:30-1 बज्छ होला मुख से सुपारी निकाल के बात करना भाइ अब उतातिर भिडियो बनाउन चार्ज छैन मोबाइलमा आजको यति दैन लास्ट फिनिस सक्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु पऱ्यो अब नेक्स्ट डे गाइस यो चाहिँ भोलिपल्टको दिन जो चाहिँ रिसेप्सन पार्टी थियो यहाँ आन्टीहरूको फोटोसोटो सुट गर्दैछ हामी टक्क सजेर सुनसुन देखाएर सारी लगाएर आउनुभएको छ मेकअप दलेर हाम्रो आज चाहिँ फोटोसोटो सुट हान्दैछन् म चाहिँ यता साइडमा गिम्बल भिडियो सुटहरू सब हानेर चाहिँ यहाँ बसिरहेको छु बेहुलीको वेटमा अब चाहिँ यता चाहिँ BBM कलेजको राम्रै मैयाहरू आउनुभएको रहेछ हामी चाहिँ यता गिम्बल सुट हान्दैछौँ सरपर बेहुलीलाई लिएर चाहिँ अब उहाँको सिनेमेटिक भिडियो सुट गरेर चाहिँ अब निस्किने भन्न उहाँहरूको चाहिँ सिनेमेटिक भिडियो हेरौँ उहाँहरूको चाहिँ टिकाभन्दा अगाडिकै आउने बित्तिकैको गिम्बल सुट हो टक्क पारेर उहाँहरूको रिजल्ट पनि हामीसँग छ टिकटकमा गएर हेर्न सक्नुहुन्छ टिकटक आइडी चाहिँ अमित खड्का 133 छ उहाँहरूको सिनेमेटिक भिडियोहरू चाहिँ सब रहेको छ हाम्रोमा चाहिँ हेर्नुहोस् सिनेमेटिक भिडियो चाहिँ एकदम राम्रो रहेको छ सो अब घाम छ नि त अलिकति इङ्ग्रो गर्नु घामलाई चाहिँ अब यता टिकाटालो हुँदैछ टिकाटालो भएर चाहिँ अब यहाँ यसरी राख्नु परेको छ उठाउन झ्याउ हुन्छ भनेर चाहिँ त्यसैले चाहिँ यता
भनेको यस्तै गाइस अब चाहिँ हामी यति भन्दै यहाँ भलक यहाँ इन गर्छौँ हस्त धन्यवाद माया छ सबैजनालाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु थ्याङ्क यू सो मच